आफ्टर लङ टाइम म चाहिँ फेरि कुकिङको भिडियो लिएर आएको छु। आज चाहिँ म बनाउनेवाला छु डिनर हो। यति साह्रो ग्याप भएको छ नि, म चाहिँ भिडियोहरू कन्टिन्यू गर्नु पाएको छैन हो। अन्त चाहिँ आज म बनाउनेवाला छु, अब चाहिँ म एनर्जेटिक पारामा बनाउनेवाला छु। डेली हेर्नु होला मेरो भिडियो। टुसा बनाउनेवाला छु। यो चाहिँ करेन्टको टुसा हो। अन्त यहाँ छ बटर मसरुम, यसको म सुप बनाउनेवाला छु। अन्त चाहिँ यहाँ छ निङ्गुरो हो, यो मेरो अप्सनमा छ। भोलि बिहान छिटोको लागि सानीमाले केलाएर राख्नु भएको। यहाँ छ एकदम हाल्नुपर्ने कुराहरू रेडी। बोल्नु विशेष कति बात भिडियो बनाएर। अन्त चाहिँ अब चाहिँ म पकाउनु लागेको। सो यहाँ चिया पिउनु हुँदैछ हाम्रो एकदमै क्युट हजुरआमा तल्लो घरको। यहाँ दुईजनाको यहाँ सिस्नु लिएर यता चाहिँ के पो सब्जी चाहिँ मेन भेला गर्यो, केलायो, टक्कै रेडी गर्यो, मलाई पकाउनु सजिलो हुन्छ। उहाँ चाहिँ के गर्नु हुँदैछ? म त राम्री उसलाई त हाल्नु पनि पिर लाग्छ।